ल है यो बिगिनरको लागि स्पेसल यो चाहिँ पहिला त्यो पिन निकाल्ने हैन पिन निकालिसकेपछि यो चाहिँ काट्ने भएको छ नि यसको यो काट्ने भएको छ नि यो काट्ने भए चाहिँ अगाडि हाल्ने यो काट्ने अगाडि यो जोडेको भागलाई चाहिँ बाहिरपट्टि पार्ने यो यसरी दाहिने भयो हैन यो दाहिने हाल्ने त्यसलाई निकालेर अलिकति छड्के भनेर अलिकति अझै छड्के हो अझै त्यति एक्लै पनि राख्न सक्नु पर्यो कि हो त्यहाँ राख्ने अनि चाहिँ यसलाई ठ्याक्क फिट गर्ने है हो पलसित पल मिलाएर बराबर भयो ल अब यो काट्ने ब्लेड चाहिँ अगाडि हुनु पर्यो है ल अब पिन लगाउने हो पिन त पुरै फसाउने है नभए फेरि निस्किन सक्छ त्यसमा बुटीमा अल्झ्यो भने ल यतापट्टिको फेरि यता पनि सेम प्रोसेस है पिन निकालिसकेछ ल अब यसलाई छड्क पार्ने हो त्यसरी यता यहाँ सबै तान्दा हुन्छ हो त्यो साइडमा सपेर एक्लै फेर्न सक्नु पर्यो कोही बेला मान्छे हुँदा त ठिकै भयो नभए त फेरि गाह्रो हुन्छ नि त बिस्तारै बराबर छ ल अब चाहिँ त्यताबाट लगाउनु बराबर पिन ला ल अब यो टायर चाहिँ एक साइडमा लगाउने अब यो असोजको अन्तिममा हामी यो बारीमा चाहिँ जोत्न लगाइरहेछौँ त्यति राख्ने ल अब यो पिनलाई चाहिँ माथि राख्ने यो फेरि त्यो बराबर धेरै गड्यो भने चाहिँ उठाउन सकिन्न बराबर अझै तल हो त्यसमा राख्ने एकदम यो पछाडिको फाली आफूलाई आवश्यक जति हुन्छ त्यसरी एडजस्ट गर्ने है यसलाई ल ठिक छ अब यसलाई स्टार्ट गर्ने अब स्टार्ट गर्दा एक दुईचोटि सट्ट तान्ने हो एक्सिलेटर दिने पहिला त्यसपछि एक दुईचोटि रस्सीलाई फ्री गरेर तान्ने ल अब त्यसलाई प्रेस गर्ने स्विचलाई ल